रुहान अब ट्युसन जानु पर्यो है हजुर ल हस् ट्युसन जाने है के भयो हजुर आपासँग आपा त विदेशमा हुनुहुन्छ अनि कसरी जाने हजुर आपासँग कसरी जाने हजुर बोलाएर अहिलेको अहिले भ्याउँछ त हजुर भ्याउँछ त भन्ने हो बदमास भ्याउँदैन भ्याउँदैन बदमास छ नि आपा चाहियो अरे आपा चाहियो अरे उसलाई ट्युसन जानुलाई धरि उसलाई आपा चाहिनु पर्यो बदमास होइन रुहान कहाँ जानुभएछ है अरे ट्युसन जाने बेला भइसक्यो छिटो हजुर अनि आपा अहिले आउनु मिल्दैन नि त हजुर बोलाउने अहिले नै अनि हजुर ट्युसन गएर आउनु अनि म बोलाइराख्छु ल हजुर ढिला हुन्छ अनि त्यही भएर त भने त है ढिला हुन्छ भनेर भने हस् अर्कोचोटि आउनुहुन्छ कि हस् हुन्छ हुँदैन यता हेर्नु त हुन्छ कि हुँदैन हुँदैन रुहान चाहिँ ल्याऊ ट्युसन जानु नमानेर ट्युसन जाउँ छोरा जाउँ त्यसमा हुन्छ नि त्यही भएर म आमाले बोकेर लैजान्छु ल नै आमाले यसरी बोकेर लैजान्छ अनि हजुर नै हुँदैन छोरा आमाले आपत पर्यो हुन्छ नि त भोलि पर्सि आपाले हजुरलाई स्कुल पुऱ्याइदिनुहुन्छ हस् नै के गर्नु त छोरा आपा उता हुनुहुन्छ टाढो हुनुहुन्छ है मेरो रुहानलाई भिडियो बनाइदिन्छु भनेको कि बदमासलाई यस्तो बदमास छ नि अनि बल्ल माने भिडियो बनाएपछि ऊ लजाइहाल्छ अनि पुऱ्याइदिन्छु ल यसरी नै ल